राष्ट्रिय जनावर गाई खाने खगेन्द्र सुनार मुर्दाबाद। नेपालमा आज अचम्मको ढुङ्गी र दोहोरो चरित्रको कानुन चलिरहेको छ। 5 सारी होटल र ठुला रेस्टुरेन्टमा गएर हेर्नुहोस्, विदेशबाट आयात गरिएका गाईका मासु प्लेटमा सजाएर खान पाइन्छ। तर एउटै अन्तर्वार्तामा सोधिएको प्रश्नको जवाब दिएकै कारण यत्रो सामाजिक सञ्जाल बहिष्कार भोग्नुपर्ने? यो कस्तो न्याय हो? यो कस्तो धर्म हो? यो कस्तो राज्य व्यवस्था हो? यदि गाई पवित्र हो भने आयात गरिएको गाईको मासु पनि पवित्र हुनु पर्थ्यो। यदि गाई खान मिल्छ भने काट्न किन मिल्दैन? यदि काट्न अपराध हो भने खानु कसरी वैध हुन्छ? यिनै प्रश्न खगेन्द्र सुनारले एक अन्तर्वार्तामा उठाएका हुन्। कसैले गाई खान पाउँछ, कसैले किन पाउँदैन? यो प्रश्न मासुको मात्र होइन, यो प्रश्न वर्ग, पहुँच र सत्ताको हो। यहाँ धर्म जनतालाई बाँध्न परेको हुन्छ, तर पैसा हुनेलाई धर्मले छुँदैन भनेर एउटा अन्तर्वार्तामा उनले दिएका थिए। यो प्रसङ्ग भाटबटनी सुपर मार्केटमा मासु बेचबिखन भयो भनेर एउटा भाइरल भइसकेपछि मात्रै उनले अन्तर्वार्तामा भनेका थिए। आज गरिबको छोरो, एउटा छोरो दलितबाट उठेकै कारणले, चुनाव उठेकै कारणले रासपालाई केन्द्रित बनाउन खोजिएको हो। चुनाव निर्वाचन लड्दै गर्दा त्यसलाई नै लक्षित र त्यसलाई पार्टी नै लक्षित गरी गाई खाने पार्टी भन्नु तपाईँहरूको कस्तो टिप्पण हो?